गाइस हामी चाहिँ लास्ट भ्लगमा आएको थियौँ कुलेखानी आएको थियौँ आउन भइसकेको छ हामी उठिसकेका छौँ हेर्नु चाहिँ यस्तो भ्यू देखिरहेको छ बिहान राति पानी परिरहेको थियो त्यही भएर यस्तो देखिरहेको छ सुभाष चाहिँ यहाँ ब्रस गर्दैछ यता फोटोसुट चलिरहेको हामी चाहिँ अब ब्रेकफास्ट गर्न जाँदैछौँ रमाइलो लागिरहेको ठिकै बिहानै भोक लाग्यो भन्दै थिएँ अपना मात्र भने ब्रेकफास्ट चाहिँ तल छ हामी चाहिँ कफी खाइरहेछौँ एकैछिन परिछ ब्रेकफास्ट चाहिँ आइसकेको छ यसलाई भन्छ एक्सप्रेसो मैले मेरो भाषामा चाहिँ वान सर्ट मात्रै जुम गर्नु जुम आफ्नै दुनियाँमा छ दुईजना सुभाष चाहिँ उहाँ मचिरहेको छ पिङ हामी चाहिँ अब झर्ना हेर्न जाँदैछौँ हामी चाहिँ झुलुङ्गे पुलपट्टि आइरहेछौँ चाहिँ पोखरी देखिन्छ पोखरीको बिच मान्छे चाहिँ बोटिङ गर्दै गर्दै कराइरहेछौँ डुङ्गा अलपत्र छ उयो चाहिँ आइल्यान्ड हो है सानो पोखरीको बिचमा छ आइल्यान्ड टावर छ त्यहाँ हामी चाहिँ पुलबाट अब तलतिर ओह्रालो हिँडिरहेछौँ सुभाषहरू चाहिँ अघि हामी चाहिँ फोटो खिच्ने ठाउँपट्टि आइरहेछौँ सुषमाको यो के हो स्टारकोट हो नि स्टारकोट हामी चाहिँ गैरी गाउँ झर्ना जाने पैदल मार्ग मास्टर नलागि तलतिर लागिरहेछौँ हामी चाहिँ फेरि अर्को पुलमा आइसक्यौँ यहाँ चाहिँ बस्नको लागि पार्टी पनि छ अब हामी यहाँ पुलबाट जाँदैछौँ हामी चाहिँ अब सिँढीमा लाग्दैछौँ हामी चाहिँ अहिलेसम्म आधी सिँढी नि चढिसकेको छैन यहाँ चाहिँ हावा अलिअलि आइरह घरहरू पातलो छ पातलो भए पनि जनावरहरूबाट बचाउनको लागि यस्तो पाती गरे सुन्तलेको बोट छ घर छ तर घरको माथि डिसोमै हो हामी चाहिँ मैन झर्ना जाने बाटो लिएर आइसक्यौँ बाटो चाहिँ यस्तो अलि हल्का अनकम्फर्टेबल छ हामी चाहिँ झरिरहेको छौँ सिँढीबाट सुभाष चाहिँ एक्लै हिँडिरहेको अघि झर्नाको अगाडि आइसक्यौँ खोला पछाडि छ अघि चाहिँ छ झर्ना झर्ना चाहिँ ठुलो हो कि झर्ना चाहिँ अघि छ साउन्ड चाहिँ ठुलो आइरहेको छ झर्नाको पानीको फोराको हावा चाहिँ आइरहेको छ हामी चाहिँ ढुङ्गो माथि आइरहेको छौँ अहिले फोटो खिच्नको लागि पानीमा जानु लाग्यो अब अटोमेटिकली झर्नाबाट आइरह मैले चाहिँ यहाँ ढुङ्गाको टावर बनाएको छ त्यो चाहिँ अरूले बनाएको यो चाहिँ मैले बनाएको है सुभाष आफ्नो बनाइरह दाइ उहाँ आफ्नो बनाइरहनु भएको त्यो मैले बनाएको भयो सुषमा यहाँ बनाउँदैछ सानो ढुङ्गोको टावर बनाएको छ है हामीले सुधाइ र मैले मिलेर बनाएको है अर्को चाहिँ आउँदा जिउँदो हुनुपर्छ यो अब चाहिँ जाउँ हामी चाहिँ अब पौडी खेलेर हिँडिरहेछौँ पट्टु चाहिँ हातमा छ यहीँबाट काफल टिपेर यहीँनिर बेचिएर कहाँको ल्याएको त घरमै हो बोट बस अगाडि लागिरह दाइ पछि अनि म
निस्किसक्यौँ निस्किसक्यौँ त्यो कल गरेर गाडी कुदिरहेको छौँ गाडी एकछिन चाहिँ हामी जानेर जान्छ अब एक्सिडेन्टमा भएको रहेछ डोजर पुऱ्याएछ हामी चाहिँ नक्कुमा आएर खाजा खाँदैछौँ खाजा चाहिँ सकिसकेको छ चाहिँ फाइनली आइसक्यो रुममा रुममा आइसक्यौँ अनि आजको लागि चाहिँ यति नै मिल्छ हामी अब नेक्स्ट भिडियोमा त्यतिखेरको लागि Please like, subscribe and share. 1, 2, 3, go. सड़की चिनरिया रे जरा जरा बिजलिया रे जरा जरा